पोखरा महानगरपालिका वडा नम्बर 22 कालाबाङ घरडीबाट है। बजेको घर यही हो, माइत पनि यतै वडा नम्बर 22 च्यालखुर्नाडा। युकेमा स्वर्गवास भएको हो। अन्त्येष्टि चाहिँ आफ्नै बाबुबाजेको थलो कालाबाङ घरडीमा हुँदैछ। 3 भाइ छोरा, 3 छोरी, ज्वाइँ बुहारी, बाजु जिम्दै हुनुहुन्छ। 91-93 कति वर्ष पुग्नु भए। हाम्रो एरियामा धेरैभन्दा धेरैले रोजेको खोजेको MM बलमान गुरुङ है, थाइलाबाजे अझै कडा हुनुहुन्छ। बजेको घर त्यही हो है, छेउमा गुम्बा। मैले कालाबाङ घरडीमा यति ठुलो भिड देखेको छैन है, मलामको भिड चाहिँ। ज्वाइँ सब चाहिँ चित्रेको है, पर्वत चित्र। अहिलेको धर्मगुरुहरू चाहिँ डाँडा खर्का है, नामै बिर्सियो अहिले। मिन सुमले तो भर्खर जय बहादुर बल्ल खै जय बहादुर 79 यताको झिल्के बाजी 81 है। अहिले हामीले यहाँ पुरानो त के अरे हाम्रो 79 वर्ष रहेछ। पुरा बुद्ध मार्ग स्टाइलले झन्डा 5 थरीको झन्डा गरेर ल्याएको छ। अहिले हामी माथि डाँडामा आइपुगेछौँ है। मान्छे साह्रै भिड छ। आज पनि माथिले लिएर आउनु हामी घर परिवार तथा सम्पूर्ण कालाबाङका कुल परिवारबाट हार्दिक धन्यवाद बताउन चाहन्छु।
हाम्रो ममता पाए आमा स्वर्गीय बुद्धि कुमारी गुरुङ संक्षिप्त जीवनी भन्नुपर्दा उहाँको जन्म कालाबन च्याल्पो डाँडामा स्वर्गीय बाबा हर्कबहादुर गुरुङ तथा स्वर्गीय आमा जुची गुरुङको कोखबाट सन् 5 जनवरी 1939 पुष गतेका दिन 2 दाजुभाइ र 6 दिदी बहिनी बीच चाहिने छोरीको रूपमा भएको थियो। उहाँको शुभ विवाह यसै गाउँ कालाबारमा स्वर्गीय नैनीसिंह गुरुङ तथा स्वर्गीय आमा नन्दश्री गुरुङको भाइला छोरा श्री बलमान गुरुङसँग भएको थियो। उहाँको श्रीमान श्री बलमान गुरुङ ब्रिटिस सेनाका कर्पोरल पदबाट सेवानिवृत्त हुनुभयो। सोही क्रममा उहाँले श्रीमानसँग हङकङ, ब्रुनाई र बेलायत आदि देशहरूको भ्रमण गर्नुभएको थियो। सधैँ मिठो खाना र राम्रो लाउनमा रुचि राख्नुहुने उहाँ एकदम शान्त र सरल स्वभावको हुनुहुन्थ्यो। उहाँको 86 वर्षको उमेरमा 86 वर्षको उमेरमा आफ्नै निवास वेलिङ युकेमा 19 मे 2025 तदनुसार 2082 जेठ 6 गते मङ्गलबार भगवान बुद्धको काखमा जानुभयो। उहाँको पछाडि श्रीमान 3 छोरा 3 बुहारी छोरी ज्वाइँ 3 नाति नातिनी 12 नातिनी ज्वाइँ 4 नातिनी बुहारी 1 छोरा बुहारी श्रीचन्द्र गुरुङ, मीना गुरुङ, प्रकाश चन्द्र गुरुङ, दिलकुमारी गुरुङ, हेमचन्द्र गुरुङ, मनकुमारी गुरुङ। छोरी ज्वाइँ श्रीमती सबिना गुरुङ, पूर्ण गुरुङ, श्रीमती साथी देवी गुरुङ, श्री राजेन्द्र गुरुङ, श्रीमती कमला गुरुङ, श्री खिम कुमार गुरुङ। छोरापट्टिको नाति नातिनीहरू नातिनी ज्वाइँहरू श्रीमती प्रीति गुरुङ, श्री विशाल गुरुङ, श्रीमती सजिना गुरुङ, श्री नवीन गुरुङ, श्रीमती सजिना गुरुङ, श्री सुबीर गुरुङ। यसै गरी नाति साजन गुरुङ, श्रीमती जेनिसा गुरुङ, श्री हेमराज गुरुङ, सुश्री रोमिश्र गुरुङ, सुश्री आइसा गुरुङ। छोरीतिर नाति नातिनीहरू र नातिनी बुहारी सुश्री आस्था गुरुङ, सुश्री ग्रीष्मा गुरुङ, सुश्री निस्मा गुरुङ, श्री उबेन गुरुङ, श्रीमती हाइकुमारी गुरुङ, सुश्री युका गुरुङ तथा हामी सम्पूर्ण गुरु परिवारहरूलाई छोडेर जानुभएको छ। पितृ कार्यको बारेमा भन्नुपर्दा अब पितृ कार्य 2082 असार 9 गते सोमबार अब आउने सोमबारको दिनमा बिहान सुरु भई बेलुका समाप्त हुनेछ। अब अन्तिम दर्शन गर्ने कार्यक्रम हुँदैछ है। पनि भिड भयो ल अब तल नि छ होइन उहाँ तल पनि छ क्या नसामा भन्ने त्यस्तो गाँठे तल जाने हुन्छ नि पालो आयो आएर हाम्रो पालो अब ए धारा यहीँ रहेछ र को धारा तल छैन र तलै जानु हो तल छ भाइ
भिड कम हुन्थ्यो तल सरसर्ती गयो भने हजुर हजुर साढो भाइ एक 5 भाइ हजुर 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 चिने चिने ठिक छ ठिक छ भाइ पुरै छ फेरि ओइ ए साइनो फेरि सोल्टीले चाहिँ भाइ हो आमतिमे म हिँड्न सकेको हो दुईजना ठिटा औमुहरू देखियो है 84 वर्षको ठिटाहरू ओहो 85 वर्ष अहिले त 85 वर्षको दुईटा ठिटाहरू है 85 वर्षको ठिटा हिँडेर गयो हजुर नमस्ते नमस्ते फोटो खिच्ने मात्रै छ कि लाइन छ कि
फोटो खिचेको हो यार म लाइनमा बसेको भने यसो पछि लाएर बसिराखेर म अब मैले जान्छु कुरा गर्नु पर्यो आगे बढो आगे बढो म त यो लाइनमा छ भनेर म त यसको पछाडि उभिराखेको घाएको लाइन हो यो फोटो खिच्न लागेको छ घाउ झ्याउ भइगयो कान्छपाले खिच्न पर्यो नि बल्ल लोर्केको भाइ आयो क्या साइलो भाइ चार घरेको लोर्के दाइको भाइ है ठिक छ आऊ म खाना हुने बानी ए हाम्रो लाइन बल्ल सुरु भयो ल गाउँलाई माया मार्ने के अरे माया गर्ने कप्तान साहब आउनुभयो है सबैले तपाईँले त छोड्नु भएछ नि गाउँ होइन ए हजुर पोखरा जानु त्यसै हुन्न के पोखरा जानु त्यसै हुँदैन गाउँ छोड्दैन उसले त कहिले हजुर मसे के आसे मलाई से के से खब्जा बिद्दु ल खब्जा बिद्दु अहिले झ्याप्प आएन के हजुर आँसु यताको होइन भनेर हो आउँ होइन लुवाङको मान्छे है लुवाङको मैले लुवाङको मान्छे भन्दैछ है ठुलो बुढी भएको मान्छेलाई क्या ढलाउनुवाला आउँ म यताको चाहिँ चित्रेको आजको कार्यको आउँ म बल्ल मिल्यो